बिरामी भएकी भुन्टी हस्पिटलबाट घर फर्केपछि उसको सिहार सुसार गर्छन् होला भन्ने सोचेको त बिचरा भुन्टीलाई त बेडमा बाँधेर यातना पो दिइरहेका रहेछन्। अझ मार्नलाई प्रयास गर्दै रहेछन्। मार्नलाई घाँटी निचर्दै गर्दा टोकले टुप्लुकै पुगेपछि मात्र भुन्टी बच्न सफल भएकी हुन्। नत्र आज यिनीहरूले के गर्थे भन्ने कुरा कसैलाई थाहा छैन। बिचरा भुन्टीको के नै दोष थियो र? आखिर आफ्नी छोरीलाई वाइ वाइ अर्थात् यति र उति यस्तो र उस्तो भन्ने ती बुढी आमैले आफ्नै बुहारीलाई पनि किन आफ्नो छोरीलाई चाहिँ माया गर्न नसकेकी होलिन्? आफ्नी बुहारी र छोरीमा किन यति धेरै अन्तर गरेकी होलिन्? आखिर छोरीले गल्ती गरे पनि बुहारीले गल्ती गरे पनि आफ्नै घरमा भएको आफ्नै इज्जत जाने होइन र? तर भुन्टीलाई भने पाखा आफ्नी छोरीले जति नै गल्ती गरे पनि काखा किन गरिरहेकी छिन्? आखिर उसको गल्ती नै के थियो र? बिचरा भुन्टीले सदाबहार उसकी छोरी अर्थात् नन्दलाई भुन्टीकी नन्दलाई बारम्बार सम्झाइरहेकी हुन्थिन्, यस्तो नगर उस्तो नगर भनेर। तर कहिले सुनिन। जब पर्यो राति अनि बुढी ताती भने जस्तै जब सबै कुरा बिग्रिसकेपछि सारा कुराको आरोप भने बिचरा भुन्टीलाई लगाए। हुन त भुन्टीको केही गल्ती थिएन। भुन्टीले उसैको प्रेम सम्बन्ध छुटेपछि पुनः सम्बन्ध जोडियोस् र यो भात नखाएर मर्नुभन्दा यसलाई म यसको सम्बन्ध सुधारिदिन्छु भनेर फोन गरेर उसैको फोनबाट कुरा गराएकी थिइन्। त्यतिको कारण आज भूपेन्द्रले पनि आफ्नै श्रीमतीमाथि शङ्का उपशङ्का गर्दै यो अवस्थामा आइपुगेका हुन्। हो दर्शकवृन्द, गाउँबाट दाइ पनि सहर फर्केर आइसकेका छन्। भूपेन्द्रलाई इन्क्वायरी गर्दैछन् आखिर के भएको रहेछ। यदि भुन्टी गलत हुन् भने छोड्नु हुँदैन है भनेपछि भूपेन्द्रले जवाफ दिन्छन्, प्रमाण केही भेटिएको छैन, कसरी भुन्टीलाई नै दोष दिनु र दाइ भनेपछि वास्तवमा के भइरहेको छ भन्ने कुरा यथार्थ बुझ्न थाल्छन्। यथार्थ बुझ्दा भुन्टी निर्दोष छिन् कि भन्ने उसलाई पनि शङ्का लाग्न थाल्छ। यदि ऊ निर्दोष रहेछिन् र भोलि हामीले हँसायौँ र भोलि फेरि पुनः भुन्टीको अनुहार हेर्नु पर्यो भने कसरी हेर्छस् र हामीले कसरी हेर्नु भन्दै भूपेन्द्रलाई सम्झाइरहेका थिए। तर भूपेन्द्रले भने अहिले भाइ र बहिनी अनि आमा बाको कुरा सुन्न थालिसकेका छन्। बामा पनि केही शङ्का उपशङ्का भने लागिरहेको छ। कतै भुन्टीले हामीलाई यसो गर्न खोजेको कारण हामीले यिनीहरूले आमा छोरी भएर धेरै पेलेकै कारण त होइन, धेरै हेपेको